मेसेज पठाउँछु राति तिमी रिप्लाई नै गर्दिनौ। अनलाइन देखिन्छौ तर रिप्लाई नै गर्दिनौ। माया गर्छु भन्दा मात्रै पठाउँछौ कि त फोनमा डाटा छैन कि मलाई नै चिन्दैनौ। अनलाइन देखिन्छौ तर रिप्लाई नै गर्दिनौ। माया गर्छु भन्दा मात्रै पठाउँछौ कि त फोनमा डाटा छैन कि मलाई नै चिन्दैनौ। फेसबुकमा रिक्वेस्ट पठाए एक्सेप्ट नै गरिनौ। मेसेन्जरमा ही लेख्दा सिन नै गरिनौ। स्टोरीमा हार्ट पठाए हाँस्दै बस्यौ मात्र। कि म भन्दा राम्रो के भेट्यौ कि क्या हो पात्र। रिक्वेस्ट त देखे तर फोटो अलि ब्लर थियो। डिपी हेर्दा तिम्रो स्टाइल अलि ओल्डर थियो। हिरो जस्तो पोज देऊ अनि सोचौला, त भाइ भनेर फ्रेन्ड लिस्टमै राखौला। मेसेज पठाउँछु राति तिमी रिप्लाई नै गर्दिनौ। अनलाइन देखिन्छौ तर रिप्लाई नै गर्दिनौ। माया गर्छु भन्दा मात्रै पठाउँछौ कि त फोनमा डाटा छैन कि मलाई नै चिन्दिनौ। अनलाइन देखिन्छौ तर रिप्लाई नै गर्दिनौ। माया गर्छु भन्दा मात्रै पठाउँछौ कि त फोनमा डाटा छैन कि मलाई नै चिन्दैनौ। टिकटकमा लाइभ आयो म कमेन्ट गर्दै थिएँ। ब्युटिफुल लेख्दा त ब्लग पो गर्दै थियौ। यस्तो गरेपछि कसरी गरौँ माया, मलाई देख्दा किन बनाउँछौ काया। कमेन्ट त देखे तर नेम एलिस ब्रान्ड थियो। फेक अकाउन्ट होला भनेर डाउट धेरै थियो। साँचो हो भने आउन गाउँको मेलामा, त्यही बसेर गाउँला दोहोरी खेलामा। मेसेज पठाउँछु राति तिमी रिप्लाई नै गर्दिनु। अनलाइन देखिन्छौ तर रिप्लाई नै गर्दिनौ। माया गर्छु भन्दा मात्रै पठाउँछौ कि त फोनमा डाटा छैन कि मलाई नै चिन्दैनौ। अनलाइन देखिन्छौ तर रिप्लाई नै गर्दिनौ। माया गर्छु भन्दा मात्रै पठाउँछौ कि त फोनमा डाटा छैन कि